दुई दिन माया लाइदेऊ न के छ र दुई दिन माया लाइदेऊ न के छ र दुई दिन माया लाइदेऊ न के छ र यहाँ भन्नुभएछ अनि समीराले पनि अस्ति भन्दै थियो बिचरा अनि गाउनै पाएको थिएन नि त्यो दिन म रोइदिन्छु घरको याद आयो ए भगवान साला बक्स सुनको सिनादी बालुवा बगरमा साला बक्स सुनको सिनादी बालुवा बगरमा बाँचुन्जेलसम्म हाँस खेलै गरौँ मरे त खोला जङ्गलमा जिन्दगीको भरोसा के छ र जिन्दगीको भरोसा के छ र दुई दिन माया लाइदेऊ न के छ र कसम हो कि नभन त दुई दिन माया लाइदेऊ न के छ र दुई दिन माया लाइदेऊ न के छ र लाइदेऊ न के छ र हो लाइदेऊ न के छ र Thank you everyone. Thank you. Wow. हामीले त गीतै गाउन आउँदैन गाइदिन्छु फेरि गाइदिनुहुन्छ गीत भनेको जसरी बुझ्यो त्यसरी गाउनु हो क्या होइन इमोसनलै हुन्छ म यस्तो गीतहरूले किनकि आउटमा मस्त त्यही भएर होला समीराको सुनौँ भने मलाई गीतै गाउन आउँदैन म त बबिनाजीको गीत सुन्ने हो कस्तो बेला मलाई यस्तो हल्का रिस उठिहाल्छ क्या मलाई माया गर्ने मान्छेहरू एकछिन त सास फेर्नु दिनु नि अलिअलि त होइन माया पनि गर्नु त्यही भनेको कि गाकी हुन्छ नि रिस पनि उठ्छ घरि तर म रिसाउँदिनँ अमित आउनु भयो जोडौँ न नमस्ते दाइ नमस्कार नमस्कार हजुर आराम हुनुहुन्छ आराम एकदम यस्तो पनि हुँदो रहेछ पनि हामी बोल्न पर्यो है तपाईँको गीत सुन्न कति गाइसके हो र माथि सिस्टरले किन हात तल नझाल्नु भने अड्किनु भयो कि हातै बसेर हामी तपाईँ आउँदाखेरि पनिसमेन्ट दिएको कस्तो पनिसमेन्ट भने ट्याक्कै त्यो पहिला हामी खासा जाँदाखेरि त्यहाँ त्यो पुलिस यसरी अड्केर बस्थ्यो होइन गर यसो कटपटाउँदा नि नहल्दिनु जस्तै ठ्याक्कै पर्नु आहा जीवन आएन हेर्नु त त्यहाँ गालामा झिङा आयो हेर्नु त हामी तीनजना हो तपाईँ एक्लै होइन मेरोमा छैन तपाईँ हामी डराउनु किन एक्सेप्ट नगरेको समीरा समीराको नेट गयो जस्तो एक्सेप्ट फोटो हो फोटो हो भन्दै थियो कहाँको फोटो हुनु मान्छे तीनजनाले धोबी हान्नुपर्छ हामी तीनजना ट्याप ट्याप ल गाइस फोटो देखेन मेरो
जान्दैन हेर्नु त हामी त बोल्नु क्याप्टेन मेरो कस्तो भयो त तपाईँको प्रोग्राम आज सकियो दाइ आज राति हो नि 10 बजे म त आज झन्डै गेम हेर्नै पाउँदैन रहेछ आज राति ए 10 बजे हो नेपालको 10 बजे 7:30 भयो अहिले बाहिर प्र्याक्टिस गर्दै हुनुहुन्छ तिनजनाले पनि ट्याप ट्याप गरेर सबैजना कस्तो खालि गीत गाउनु मात्रै भनेको तपाईँहरूले छैन अर्चाले पनि खतरा गीत गाउँछ नि लु सुनौँ अक्षता सुनेको अक्षताले खतरा गीत कहिले गाउँछ छैन अक्षताको त जिन्दगीमा छैन अनि त्यो गीत सुन्दा सुन्दै कहिलेकाहीँ चाहिँ निन्द्रै लाग्छ त्यो गीत नसुन्ने म त अहिले प्रोग्राममा जानुपर्छ फेरि सुतेर कसरी उठेर गीत गाउनुहोस् आज त देउडा गाइदिनु न देउडा गाउनु न अलिकति चाहिँ सुदुरका बासे मेली आउँदैन हजुर एकछिन उदाईको एउटा गीत सुन दाईलाई पनि गाउँ अलि जसले पनि गाउँछ कि दाई गाउनु न अलिकति मलाई त आउन्न तपाईँलाई म जहिलेदेखि म कहाँ गीत गाउँछु भने गीत चाहिँ सुन्छु म्युजिक वर्कमा कुन चाहिँ गीत गाउनुहुन्छ नि अलिअलि के हुन्छ नि त यहाँ थोरै हामी भोइस अफ नेपालमा लाने हो र तपाईँलाई काठमाडौँ बोलाउने होइन गाउनु त्यही काठमाडौँमै छु अलरेडी किन बोलाउनु र भोलि के हुन्छ भाइ आउँछु भाइ छिटो गाउनु न अलिकति आउनु मलाई साँच्ची मलाई सुन्न चाहिँ आउँछ एकजनामा जसले गीत गायो भने सुन्छु तपाईँ पनि गीत गाउनुहुन्छ म त गाउँदिनँ म त सबै जज गर्ने हो म त जजर हो सबलाई देखिरहेको छ सबलाई धेरै माया सबैजना ल साथीहरू म त गीत गाएको त थिएन दाइ हिजो पनि दाइलाई त हिजो मैले अलिअलि सुनाएँ गीत अलिअलि त्यो एउटा केही नभने गाएँ अनि अब गोरो गोरो यो गालामा मेरो लाली चढ्यो रे भन्ने चाहिन्छ दाइलाई गोरो गोरो यो गालामा मेरो लाली चढ्यो रे इन्द्रनीको सतिरङ्ग यो बदनमा चढ्यो रे इन्द्रनीको सतिरङ्ग यो बदनमा चढ्यो रे बेचिदिन्थे यो जवानी किन्ने कोही भइदिए बेचिदिन्थे यो जवानी किन्ने कोही भइदिए खेर जान मात्र भने यतिकै हिँडाइदिए खेर जान मात्र भने यतिकै हिँडाइदिए बेचिदिन्थे यो जवानी किन्ने कोही भइदिए कोही छ भन्नुपर्छ क्या दाइ लास्टमा चाहिँ कन्सर्टमा चाहिँ यहाँ पर्दैन एकजना हामीसँग पैसा छैन किन्दैनौँ भनिदिइसक्नु भयो जवानी बेच्ने भन्दै भन्थे गीतमा अनि अब त गीतहरू चलेपछि त बजारमा गाउनै पर्छ बजेर गाई जितौँ गीत चाहिँ त्यस्तै हुन्छ सन्देश जितौँ गाई हामी जित्छौँ उताको मान्छे हातमा पुगिसक्यो भाइ अब उहाँ जो आउनु भएको छ नि उहाँ हाम्रो सन्देशजी हिजो हजुर हामी डराउँछ केटाकेटीहरू भनिदिनु न ओइ गाई बुस्टर रहेछ बुस्टरमा गाई मैले जङ्गलमा बस्ने बाघलाई जङ्गलमा बस्नु दिनुहोस् भनेको अनि हामीलाई त्यही त त्यस्तो नगर्नु भन्नु न दाइ हाम्रो पनि इतिहास इतिहास दाइ भोलिको जग्गा आउँदा माथि के लेख्छ हेडलाइनमा भने अनि यहाँ टिकटकमा अमित गिरीलाई 3 जनाले रोपी हाने भन्ने आएको नि रोपी धुलाई मेरा आएको नि फोटो देखाएको छ होइन कि हुन् अमित गिरी जसले चाहिँ 5 मिनटमा 2,70 लाख कमायो भन्दै आएको थियो त कति फेमस अब रिल्सहरूमा कति फेमस आमा
त्यो बेला चाहिँ हाने